हेलो वेलकम टु माई च्यानल केटा हो होइन। आज चाहिँ यो चाहिँ हाम्रो के हो भन्दाखेरि यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो होइन। अब हामी चाहिँ अब नेपालमा बस्छौँ नि त। नेपालमा सबजनाले के गर्छन्, पैसा तिरेर मात्रै स्मार्ट मनी कन्सेप्ट सिकाउँछन्, एसएमसी सिकाउँछन् होइन। अब नेप्सेमा होस् या जुनसुकै फरेक्समा भयो नि एसएमसीले काम गर्छ। र हामी चाहिँ अब के सिक्छौँ भन्दाखेरि चाहिँ हामी अब नेपालमै फ्रीमा कसरी एसएमसी सिक्ने होइन। अब मैले पनि त्यहीँबाट एसएमसी सिकेँ हो होइन। अब मैले सिकेर जानेर त्यही भएर तपाईँहरूलाई पनि सेयर गरिरहेको छु मैले यो भिडियो होइन। पहिलो भिडियो हो, केही मिस्टेक भयो भने चाहिँ केही नभनिदिनु होला है त। अब चाहिँ होइन हामी अब मैले चाहिँ एउटा च्यानलबाट सिकेँ हो होइन। म नि तपाईँहरूलाई त्यही च्यानल सजेस्ट गर्छु है त। यो चाहिँ अब यो होइन होइन युट्युबमा जाऊँ। नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई फेरि। यो होइन यसो सिक्नु पर्यो होइन। केटा हो के गर्नु। कहाँ गयो भन्दाखेरि यहाँ गएर जियु हान्नु, GUARDEER होइन, गुरतिर हान्नु होइन। अब हामी अब यस्तो गरौँ न। यहाँ खोले गरौँ। यसमा चाहिँ होइन यसले A to Z के होइन एसएमसीको सबै हाल्यो क्या। तपाईँले यो सिकेपछि चाहिँ होइन यो यसको भिडियो हेरेर तपाईँले सबै सिक्नुभयो भने चाहिँ तपाईँले एसएमसीमा खतरा हो क्या होइन। यसले अझै नयाँ नयाँ नै हालिरह। सुरुमा चाहिँ हामीले यति सिक्नुपर्छ क्या होइन। अब सुरुमा त यो सिक्नु परिहाल्यो पार्ट 1 होइन। पार्ट 1मा चाहिँ त्यस्तो केही छैन। त्यो एसएमसी भनेको के हो भनेर चाहिँ बुझाउँछ यसले। यो चाहिँ सबै हिन्दीमा छ होइन। र हामी नेपाली हो, सबै हिन्दी बुझिन्छ। अब यो भनेको चाहिँ अब कुन टाइम फ्रेम कसरी युज गर्ने भन्नाले अब हामीले हरेक टाइम फ्रेम युज गर्नुपर्छ क्या। यो चाहिँ मैले हल्का इन्ट्रोडक्सन हालिदिएको होइन। अब स्ट्रक्चर म्यापिङ भइहाल्यो। यो स्ट्रक्चर म्यापिङ भनेको चर्च बस होइन इन्डोर्समेन्टहरू भइहाल्यो। अब यो पार्ट 2मा चाहिँ अर्डर ब्लकहरू छ यो। अनि अब पार्ट 5मा चाहिँ हाम्रो लिक्विडिटीहरू छ। अब यो पार्ट 6मा चाहिँ हाम्रो एसएमसी भन्दाखेरि चाहिँ पिओआई भनेको चाहिँ यो पोइन्ट अफ इन्ट्रेस्टले जुन ठाउँबाट चाहिँ हाम्रो के हुन्छ प्राइस बाउन्स ब्याक भएर चाहिँ आफ्नो ट्रेन्ड समात्छ होइन। यो भयो पिओआई भनेको। तपाईँले यति चाहिँ हेर्नै पर्ने हुन्छ है फेरि। यो पार्ट 1 हेर्नै पर्यो, पार्ट 2, पार्ट 3, 4, 5, 6 होइन। अझै अरू नि हेर्नुपर्छ। तपाईँले 6सम्म हेरेपछि अब यो हेर्नु पर्यो क्या। अब 7को यो हेर्नु पर्यो होइन। यो हेरेपछि तपाईँलाई चाहिँ अब सुरुमा चाहिँ 1बाट सुरु गर्नु पर्यो होइन। यहाँ गर होइन। अब हामीले के भन्दा सुरुमा 1 सिक्नु पर्यो। यो 1मा केही हेर्नु पर्दैन। 1 भ्याएपछि 1 बुझ्नु पर्यो क्या हामीले। 1बाट हामीले बुझ्छौँ, 2बाट हामीले यो बुझ्छौँ, यो 3बाट चाहिँ हामीले प्र्याक्टिसै गर्नुपर्छ है। अब हामीले जति प्र्याक्टिस गऱ्यौँ नि त्यही अनुसार हुन्छ क्या। त्यही अनुसार हामीले अब बानी पर्छ होइन। अब यो भइहाल्यो 1देखि 7सम्म हजुरहरूले सिक्नुहोस् होइन। त्यसपछि अब हामीले चाहिँ अनि जुनमा पनि ट्रेड गर्न सक्छौँ। फरेक्समा पनि ट्रेड गर्न सक्छौँ होइन। सबैमा ट्रेड गर्न सक्छौँ यो एसएमसी सिकेपछि। यो एसएमसी सिकेर भ्याइसकेपछि चाहिँ के हुन्छ हामीले यो आइसिडी सिक्नुपर्छ क्या। यिनीहरू दुइटाको चाहिँ एकुरेसी हाम्रो लास्टै हाई छ होइन। मैले नि यति नै हेरिसकेँ, मैले नि सबै भिडियो हेरिसकेँ होइन। तपाईँहरूलाई नि यो भिडियोहरू चाहिँ हेर्ने भन्छु, सजेस्ट गर्छु फ्रीमा एसएमसी सिक्ने मन भयो होइन। अब अहिले अब 18-20 हजार लिइरह नि तपाईँलाई एसएमसी सिक्नलाई। अब यहाँ हेर्नु यो फ्रीमा छ, यस्तो खतरा के होइन। तपाईँले त्यो पैसा तिरेर सिकेको भन्दा नि यहाँ यिनीहरूले यसले चाहिँ यो गोर्देरहरूले चाहिँ
अझै राम्रोसँग सिकायो क्या है त। ल तपाईँलाई भिडियो हेर्नु कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। हस् आजको भिडियो मैले यहीँ भन्दा गरेँ। ल जानुभन्दा अगाडि मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब हानिदिनु होला है त। त्यो फर्स्ट भिडियो है मेरो, लाइक सेयर एन्ड सब्सक्राइब है त केटाहरू। ल केटा हो पछि फेरि भेटौँ।